चिकागो राष्ट्रिय कर दिवस लिसे कर सप्ताह झोले येले कर सम्बन्धी अन्तर्क्रिया ज्याजु जुगुदु ललितपुर चेम्बर अफ कमर्स समन्वयले आन्तरिक राजस्व ज्याकु यल क्षेत्र नम्बर 1 व क्षेत्र नम्बर 2 या गोसाले आइतबा कर सम्बन्धी अन्तर्क्रिया ज्याजु जुगुख अन्तर्क्रिया ज्याजु आन्तरिक राजस्व ज्याकु यल क्षेत्र नम्बर 1 या प्रमुख अर्जुन ढकालले सभापतित्व जुगुख अन्तर्क्रिया ज्याजोस नवासे वेकल थुथा आन्तरिक राजस्व ज्याकुथी सेवाग्राही मैत्री ज्या वनाचोंगु थ्यादिल वेकल करपाखे सुशासन विकास व समृद्धि यात्रा न्यावनीको थासे उद्योगी व्यवसाय त कर फुले त इनाप याना दिल करले नसुने कोही पनि हुँदैन। हामीले एक कप चिया पनि गरेर खायौँ भने पनि त्यो चियामा कर लागेको छ, चिनीमा कर लागेको छ, पानीमा कर लागेको छ, पकाउने ग्यासमा कर लागेको छ, त्यो कपमा कर लागेको छ, त्यो सर्भिसमा कर लागेको छ। यसरी हेर्दाखेरि करको व्यापकता यति धेरै छ कि यसलाई कसैले पनि अवोइड गर्न नसकिने भन्ने मैले त्यसरी भन्न खोजेको। वास्तवमा मान्छेको समाजको उत्पत्ति अब समाजशास्त्रले के भन्छ भन्दाखेरि समाजको उत्पत्ति जति बेला भयो पहिला मान्छेहरू कुनै समूहमा थिएनन्, सायद अब जङ्गलमा थिए होला, आफ्नो आफ्नो ग्रुपमा थिए होला, कोही पनि सुरक्षित थिएनन् होला। त्यति बेला के छ भन्दाखेरि केही क्षेत्रका मान्छेहरू एक ठाउँमा भेला भएर के भनेर भन्दाखेरि एउटा सम्झौता गरेर भनेपछि त्यहाँ मध्येका सबैभन्दा अलिकति जान्ने बुझ्ने मान्छेलाई हामी तपाईँको नेतृत्व मान्न तयार छौँ अथवा राजा मान्न तयार छौँ, उसको लागि यसको मूल्यमा हामी केही हाम्रो आम्दानीबाट केही तिर्न तयार छौँ भनेर केही खालको सम्झौता गरिरहन्छ। यसलाई सोसियोलोजीले के भन्छ भन्दाखेरि डक्ट्रिन अफ सोसियल कन्ट्र्याक्ट भन्छ, सामाजिक सम्झौताको सिद्धान्त भनेर भन्छ। भनेपछि मान्छेको चाहिँ के छ भन्दाखेरि मान्छेले सबभन्दा समूहमा आएर यो संसारमा मानव सृष्टि सुरु भएदेखि पश्चात सबभन्दा पहिलो सम्झौता चाहिँ कर तिर्ने शर्तमा भएको रहेछ। यति धेरै हामीले बुझ्न सक्छौँ कि कर तिर्नको लागि नै मान्छेहरू समूहमा आएका रहेछन् भन्ने हामी बुझ्न सक्छौँ। नीतिगत सबलीकरण, प्रक्रियागत सरलीकरण, प्रणालीगत सुधार, कर शिक्षालिसे जागरण लगायत विषय यागु सुधार, कर प्रशासन, करदाता मैत्री, लगानी मैत्री व प्रविधि मैत्री जुजु वनाचुङ्गु थ्यादिल ज्याजोले आन्तरिक राजस्व ज्याकु यल क्षेत्र नम्बर 2 या प्रमुख निरन्बर ट्राइन कर बाध्यता मजुसे रहर पुलिगु चुगुली कर पुले त उत्सुकता बोलङ्केगु स्वेच्छा कर पुले त गुहाली यागु उद्देश्य सरकार नीतिगत लिसे प्रक्रियागत सुधार ज्या यागु थ्यादिल र मैले कर दिवसको कुरा गरिरहँदा वास्तवमा आज हामी यहाँहरूलाई ठुलो प्रशिक्षण दिने, अनुशिक्षण गर्ने, अनुकरण गर्ने र आदि सबै कुरा सिकाउने भन्ने उद्देश्य होइन। हामी यो कर दिवसलाई एउटा निरन्तरता र परम्पराको रूपमा एउटा दिवसको रूपमा जुन मनाउँदै गइरहेछौँ त्यसलाई निरन्तरता दिने, तपाईँहरू जुन स्रोत परिचालनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने निजी क्षेत्रको उद्योग वाणिज्य सङ्घ, ललितपुर चेम्बर अफ कमर्स जस्ता क्षेत्रहरू हुन्छ, उहाँहरूसँगको सम्बन्ध र सहकार्यलाई अझै मजबुत बनाउने, यस अवसरमा अन्तर्क्रिया गर्ने, यहाँहरूका समस्या सुन्ने र यहाँहरूका समस्या हामीले हाम्रो तहबाट हल गर्न सक्ने समस्याहरूलाई हाम्रो तहबाट हल गर्ने, पोलिसी लेभलबाट हुने समस्याहरूलाई हामीले पोलिसी लेभल विभाग र मन्त्रालयमा पठाउने किसिमको एउटा चाहिँ कार्यक्रमको रूपमा यसलाई लैजान खोजेको हो। त्यसै अन्तर्गत हामीले यो कार्यक्रम सञ्चालन गरिरहेका छौँ। अथे वेकल व्यवसाय त तुक्क जुया कर पुलेतन इनाप याना दिल अन्तर्क्रिया ज्याजुस लस्कुस नोचु बिगुचोले ललितपुर चेम्बर या अध्यक्ष पुष्परत्न साक्य कर पुलेको सन्दर्भे अनलाइन प्रक्रिया थज्यागु छुछु समस्या दुगुली व्यवसाय त मछिना चुङ्गु थ्यादिल मलाई धेरै खुसी लाग्छ कि आज यस क्षेत्रमा वास्तवमा भन्नुपर्दा ललितपुर चेम्बर अफ कमर्स स्थापना भएको धेरै भएछ, यहाँलाई विदितै होला। तर पनि यसले छोटो अवधिमा पनि यसले थुप्रै एउटा आरोह अवरोह पार गरेर थुप्रै काम गरिसकेका छौँ र त्यो कुरा तपाईँमा मेरो विचारमा भन्नु जरुरी छैन होला। तर पनि म के भन्न चाहन्छु भने ललितपुर चेम्बर अफ कमर्स हुन त यहाँ ललितपुरमा ललितपुर उद्योग वाणिज्य सङ्घ पनि छन्। म त्यो संस्थामा यो कार्य समितिको सदस्यदेखि लिएर वरिष्ठ उपाध्यक्ष भएर कमसेकम 20 वर्ष काम गरेँ र त्यसपछि आयो ललितपुर चेम्बर अफ कमर्स, जस्तै नेपालमा पनि नेपाल उद्योग महासङ्घ छ, नेपाल चेम्बर अफ कमर्स छन् र यसको मुख्य श्रेय भने के छ भने यहाँ भएका ललितपुरमा भएका उद्योग व्यवसायहरूलाई जुन किसिमको एउटा अवस्था दिनुपर्ने, एउटा ग्रासरुट लेभलबाट जुन काम गर्न सक्नुपर्ने कुराहरू अझ ललितपुर चेम्बर अफ कमर्सले गर्दाखेरि अझ राम्रो गर्न सकोस् भन्ने एउटा समष्टिगत रूपमा सहकार्य गर्ने जान्ने अभिप्रायले मात्रै ललितपुर चेम्बर अफ कमर्स गर्नुभएको यहाँलाई म जानकारी गराउन चाहन्छु। र विशेष गरेर ललितपुर चेम्बर अफ कमर्सले यस क्षेत्रका उद्योगी व्यवसायहरूलाई कुन किसिमबाट हामीले सहयोग गर्न सक्छौँ र नेपाल सरकारले विभिन्न समयमा निकाल्ने नीति नियमहरू भयो, जस्तै मौद्रिक नीति भयो अथवा कर बजेटमा भएका मतलब विभिन्न समस्याहरूलाई लिएर
इङ्गित गरेर लिएर हामीले ललितपुर च्याम्बर अफ कमर्सले ठाउँ ठाउँमा प्रमुख जिल्लाधिकारी लगायत हामीले एउटा सम्बन्धित मन्त्रीज्यूका समेत हामीले ध्यान आकर्षण गरेर यसलाई कसरी न्यूनीकरण गर्न सकिन्छ, उद्योगिक व्यवसायहरूको समस्यालाई कसरी राम्रो पार्न सकिन्छ, यही हाम्रो ललितपुर च्याम्बर अफ कमर्सको एउटा उद्देश्यको रूपमा रहिरहेको छ। ज्याचोले आन्तरिक राजस्व ज्याकुया खडानन्द पाण्डे कर सम्बन्धी प्रस्तुतिकरण ब्यादी गुख अथे अन्तर्क्रिया ज्याजोले यलया थिथि वस्तुगत संज्ञा प्रतिनिधि तेस थथगु व्यवसायीय समस्या तयादी गुख राजस्व विभागले यो कुरालाई के बुझ्नुपर्छ भने इन्टेलेक्चुअल चाहिँ के छ भन्दाखेरि कर सम्बन्धी एउटा ध्यान आकर्षण गराउन चाहन्छु। इन्टेलेक्चुअल यो ट्याक्सेस, इन्टेलेक्चुअल ट्याक्सेस, देयर इज नो मेन्सन इन्टेलेक्चुअल ट्याक्सेस। जहाँ पनि इन्टेलेक्चुअल ट्याक्सेस भयो भने तपाईँ बुद्धिजीवी कर हुनु पर्यो। बुद्धिजीवी कर भने के हो? एक हातले दिने, एक हातले लिने, डेबिट क्रेडिट। यो हो कि होइन म तपाईँलाई फेरि भन्न चाहन्छु। कर इज द डेबिट एन्ड टेक इज द क्रेडिट। यो कर डेबिट क्रेडिट भएपछि के हुन्छ? त्यो पैसा जति आएको छ नि त्यो पैसा त फेरि चाहिँ लगानी त गर्नै पर्यो। नेपाल सरकारले फेरि कर तिरेको त लगानी त गरिरहेछ। हस्पिटल बनाउने, शिक्षा लगानी गर्ने, बाटो घाटो हरेक ठाउँमा चाहिँ लगानी गरेर त्यसको चाहिँ के छ, हामी जस्तो जनतालाई चाहिँ सेवा गर्ने चाहिँ मुलुकहरू उहाँहरूले गर्नुभएको छ। सबभन्दा सेवामा हामीलाई चाहिँ पैसा चाहिँ सबभन्दा कर तिर्नुमा सबभन्दा चाहिँ हामीलाई दुःख कुरा के छ भने एउटा होटलमा गएर खायो भने एउटा मोमोज खायो भने 250 रुपियाँ 300 रुपियाँ ट्याक्स तिर्दिन्छ। अब मान्छे भोक लागेको हुन्छ, ऊ भोकले मरिरहेको हुन्छ, उसले ट्याक्स तिरेको छ। हो कि उसले भन्नुहोस् त 250, 300, 500सम्म पैसा तिरिरहेको छ हामीले। त्यसमा 15% ट्याक्स लाग्छ, खान भोक लागेको छ। अब के गर्ने? पैसा तिर्नै पर्यो। अब 500 रुपियाँ चाहिँ खायो भने 1000 रुपियाँ खायो भने उसले 200-300 ट्याक्स तिरिरहेको छ। इट इज ट्रु अर नट? देदश मङ्सिर 1 गते मूल्य अभिवृद्धि कर अर्थात् भ्याट लागू जुगु दियालुमन्ती राष्ट्रिय कर दिवस हनावैचुङ्गु ख थुक्सी स्वैच्छिक कर सहभागिता अभिवृद्धि सुशासन विकास व समृद्धि धैगु नारा थ्वेका चिक्कोगु राष्ट्रिय कर दिवस हङ्गु ख